नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस युट्युब च्यानल स्मार्ट लोकसेवा हब उत्तरामा हार्दिक स्वागत छ। आज हामीले नेपालको भूगोलबाट मिक्स सेट 3 लिएर आएका छौँ। आशा छ पहिलाको भिडियोलाई जस्तै यो भिडियोलाई पनि माया र साथ दिनुहुनेछ भन्ने आशा रहेको छ साथीहरू। आजको हाम्रो पहिलो प्रश्न रहेको छ, सानो नेपाल झोलुङ्गे पुलको जिल्ला र नेपालको नक्सासँग मिल्दोजुल्दो आकार भएको जिल्ला भनी कुन जिल्लालाई चिनिने गर्दछ? अप्सनहरू रहेको छ स्याङ्जा जिल्ला, पर्वत जिल्ला, बागलुङ जिल्ला र गुल्मी जिल्ला। यसको सही उत्तर रहेको छ बागलुङ जिल्ला। बागलुङ जिल्लालाई सानो नेपाल झोलुङ्गे पुलको जिल्ला र नेपालको नक्सासँग मिल्दोजुल्दो आकार भएको जिल्ला भनी चिनिने गर्दछ। अर्को प्रश्न रहेको छ, माथिल्लो सगरमाथा भन्नाले कुन कुन जिल्लालाई चिनिने गर्दछ? अप्सनहरू रहेको छ सोलुखुम्बु जिल्ला, ओखलढुङ्गा जिल्ला र खोटाङ जिल्ला, रसुवा, मनाङ र मुस्ताङ जिल्ला, इलाम, झापा र मोरङ जिल्ला, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला। यसको सही उत्तर रहेको छ सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लालाई माथिल्लो सगरमाथा भनेर चिनिने गर्दछ। अर्को प्रश्न रहेको छ, नेपालको सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला कुन हो? अप्सनहरू रहेको छ काठमाडौँ जिल्ला, पर्वत जिल्ला, सोलुखुम्बु जिल्ला र कास्की जिल्ला। यसको सही उत्तर रहेको छ सोलुखुम्बु जिल्ला नेपालको सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला हो। त्यसै गरी अर्को प्रश्न रहेको छ, सोलुखुम्बु जिल्लामा कतिवटा विमानस्थलहरू रहेका छन्? अप्सनहरू रहेको छ 3 वटा विमानस्थल, 4 वटा विमानस्थल, 5 वटा विमानस्थल र 6 वटा विमानस्थल। यसको सही उत्तर रहेको छ 4 वटा विमानस्थल सोलुखुम्बु जिल्लामा रहेका छन्। अर्को प्रश्न छ, महेन्द्र राजमार्गले नछुने तराईको एकमात्र जिल्ला कुन हो? अप्सनहरू रहेको छ कञ्चनपुर जिल्ला, सर्लाही जिल्ला, पर्सा जिल्ला र रौतहट जिल्ला। यसको सही उत्तर रहेको छ पर्सा जिल्लालाई महेन्द्र राजमार्गले नछुने तराईको एकमात्र जिल्ला हो पर्सा जिल्ला। अर्को प्रश्न छ, महेन्द्र राजमार्गले छुने पहाडका जिल्लाहरू कुन कुन हुन्? अप्सनहरू रहेको छ पाल्पा र दाङ जिल्ला, रोल्पा र रुकुम जिल्ला, मकवानपुर र अर्घाखाँची जिल्ला, गुल्मी र सिन्धुली जिल्ला। यसको सही उत्तर रहेको छ मकवानपुर र अर्घाखाँची जिल्ला महेन्द्र राजमार्गले छुने पहाडका जिल्लाहरू रहेका छन्। अर्को प्रश्न छ, सबैभन्दा धेरै उपत्यका बाहिर बसोबास भएको जिल्ला कुन हो? अप्सनहरू रहेको छ झापा जिल्ला, दाङ जिल्ला, मोरङ जिल्ला र चितवन जिल्ला। यसको सही उत्तर रहेको छ चितवन जिल्ला सबैभन्दा धेरै उपत्यकापछि बाहिर बसोबास गर्ने जिल्ला हो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नेपालको सबैभन्दा कम वर्षा हुने जिल्ला कुन हो? अप्सनहरू रहेको छ मनाङ जिल्ला, मुस्ताङ जिल्ला, दार्चुला जिल्ला र सिन्धुपाल्चोक जिल्ला। यसको सही उत्तर रहेको छ मुस्ताङ जिल्ला नेपालको सबैभन्दा कम वर्षा हुने जिल्ला हो। त्यस्तै गरी हाम्रो आजको अर्को प्रश्न रहेको छ, नेपालको सबैभन्दा धेरै वर्षा हुने जिल्ला कुन हो? अप्सनहरू रहेको छ कास्की जिल्ला, इलाम जिल्ला, ललितपुर जिल्ला र झापा जिल्ला। यसको सही उत्तर रहेको छ कास्की जिल्ला नेपालको सबैभन्दा धेरै वर्षा हुने जिल्ला हो। विशेष गरी कास्की जिल्लाको नुम्ले काडे भन्ने ठाउँमा नेपालको सबैभन्दा धेरै वर्षा हुने ठाउँ हो। तीनतिर नदीले सिमाना छुट्याएको जिल्ला कुन हो? अप्सनहरू रहेको छ दैलेख जिल्ला, ओखलढुङ्गा जिल्ला, बागलुङ जिल्ला र पर्वत जिल्ला। यसको सही उत्तर रहेको छ ओखलढुङ्गा जिल्लालाई तीनतिरबाट नदीले सिमाना छुट्याएको छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, धेरै भाग नदीले सिमाना छुट्याएको जिल्ला कुन हो? अप्सनहरू रहेको छ बाजुरा जिल्ला, कैलाली जिल्ला, कञ्चनपुर जिल्ला र दाङ जिल्ला। यसको सही उत्तर रहेको छ कैलाली जिल्ला। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, नेपालको सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो? अप्सनहरू रहेको छ झापा जिल्ला, मोरङ जिल्ला, चितवन जिल्ला र कपिलवस्तु जिल्ला। यसको सही उत्तर रहेको छ झापा जिल्ला नेपालको सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला हो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, चीनसँग मात्र सिमाना जोडिएको जिल्ला कतिवटा रहेका छन्? अप्सनहरू रहेको छ 11 वटा जिल्ला, 12 वटा जिल्ला, 13 वटा जिल्ला र 14 वटा जिल्ला। यसको सही उत्तर रहेको छ 13 वटा जिल्ला चीनसँग मात्र सिमाना जोडिएका जिल्लाहरू रहेका छन् भने अर्को प्रश्न रहेको छ, चीनसँग सिमाना जोडिएका जिल्ला कतिवटा रहेका छन्? अप्सनहरू रहेको छ 12 वटा जिल्ला, 13 वटा जिल्ला, 14 वटा जिल्ला र 15 वटा जिल्ला। यसको सही उत्तर रहेको छ 15 वटा जिल्ला चीनसँग सिमाना जोडिएका जिल्लाहरू रहेका छन्। हजुरहरू नझुक्किनु होला, चीनसँग मात्र सिमाना जोडिएका जिल्ला भन्यो भने हजुरहरूले 13 लेख्नु होला र चीनसँग सिमाना जोडिएका जिल्ला भन्यो भने 15 लेख्नु होला।
अर्को प्रश्न रहेको छ चीनलाई मात्र छुने प्रदेश कुन हो? अप्सनहरू रहेको छ कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश। यसको सही उत्तर रहेको छ कर्णाली प्रदेशले चीनलाई मात्र छुने प्रदेश हो। अर्को प्रश्न छ भारतसँग मात्र सिमाना जोडिएका जिल्लाहरू कतिवटा रहेका छन्? अप्सनहरू रहेका छन् 22 वटा जिल्ला, 23 वटा जिल्ला, 24 वटा जिल्ला र 25 वटा जिल्ला। यसको सही उत्तर रहेको छ 25 वटा जिल्ला भारतसँग मात्र सिमाना जोडिएका रहेका छन् भने भारतसँग सिमाना जोडिएका जिल्लाहरू कतिवटा रहेका छन्? अप्सनहरू रहेको छ 26 वटा जिल्ला, 27 वटा जिल्ला, 28 वटा जिल्ला र 29 वटा जिल्ला। यसको सही उत्तर रहेको छ 27 वटा जिल्ला। यसमा पनि हजुरहरू नझोकिनु होला, भारतसँग मात्र सिमाना जोडिएका जिल्ला भन्यो भने 25 लेखिदिनु होला र भारतसँग सिमाना जोडिएका जिल्लाहरू भन्यो भने हजुरहरूले 27 लेखिदिनु होला। अर्को प्रश्न रहेको छ भारतलाई मात्र छुने प्रदेश कतिवटा रहेका छन्? अप्सनहरू रहेको छ 1 वटा प्रदेश, 2 वटा प्रदेश, 3 वटा प्रदेश र माथिको कुनै पनि होइन। यसको सही उत्तर रहेको छ 2 वटा प्रदेशले भारतलाई मात्र छुने गर्दछन्। अर्को प्रश्न छ चीन र भारत दुवैलाई छुने जिल्लाहरू कुन कुन हुन्? अप्सनहरू रहेको छ कञ्चनपुर र झापा जिल्ला, ताप्लेजुङ र दार्चुला जिल्ला, सुर्खेत र मकवानपुर जिल्ला, धनकुटा र पाल्पा जिल्ला। यसको सही उत्तर रहेको छ ताप्लेजुङ र दार्चुला जिल्ला चीन र भारत दुवैलाई छुने जिल्लाहरू रहेका छन्। त्यस्तै गरी हाम्रो अर्को प्रश्न रहेको छ भित्री मधेसमा पर्ने जिल्लाहरू कतिवटा रहेका छन्? अप्सनहरू रहेको छ 5 वटा जिल्ला, 6 वटा जिल्ला, 7 वटा जिल्ला र 8 वटा जिल्ला। यसको सही उत्तर रहेको छ 7 वटा जिल्ला भित्री मधेसमा पर्ने जिल्लाहरू हुन्। ती कुन कुन हुन् त? उदयपुर जिल्ला, सिन्धुली जिल्ला, मकवानपुर जिल्ला, चितवन जिल्ला, नवलपरासी, बन्दघाट पूर्व, दाङ जिल्ला र सुर्खेत जिल्ला भित्री मधेसमा पर्ने जिल्लाहरू रहेका छन्। त्यस्तै गरी आजको हाम्रो अन्तिम प्रश्न रहेको छ पहाडी जिल्लाबाट हिमाली जिल्लामा छारिएका जिल्लाहरू कुन कुन हुन्? अप्सनहरू रहेको छ 5 वटा जिल्ला, 6 वटा जिल्ला, 7 वटा जिल्ला र 8 वटा जिल्ला। यसको सही उत्तर रहेको छ 5 वटा जिल्ला। अब हामीले पहाडी जिल्लाबाट हिमाली जिल्लामा छारिएका जिल्लाहरू हेर्दैछौँ। रामेछाप, धादिङ, पूर्वी रुकुम, गोर्खा जिल्ला र म्याग्दी जिल्ला पहाडी जिल्लाबाट हिमाली जिल्लामा सारिएका जिल्लाहरू हुन्। त्यस्तै गरी 2074 5 महिना 25 गते रामेछाप, धादिङ, पूर्वी रुकुम र गोर्खा जिल्लालाई पहाडी जिल्लाबाट हिमाली जिल्लामा सारिएको थियो भने 2075 11 महिना 19 गते म्याग्दी जिल्लालाई पहाडी जिल्लाबाट हिमाली जिल्लामा सारिएको थियो। आजलाई यति नै साथीहरू। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ कृपया कमेन्ट मार्फत आफ्नो सल्लाह सुझाव दिनुहुन विनम्र अनुरोध गर्दछु। साथै हाम्रो यस युट्युब च्यानल स्मार्ट लोकसेवा हब विथ तारालाई अझै पनि लाइक सब्स्क्राइब गर्नुभएको छैन भने एकपटक पुनः लाइक सब्स्क्राइब गरिदिनुहुन पनि विनम्र अनुरोध गर्दछु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।